यो चाहिँ हाम्रो मेङ्लीको तलनिरको हो। ल हामी रम्फू खोला भन्ने गरेछौँ। विगतको समयमा आएको बाढी, यहाँ एउटा अचानक एउटा आएको थियो, यहाँ पनि बाढीले सबै बिगारिदियो। यहाँ एउटा मजाको रोड थियो, कार्पेटिङ गरेको रोड। यो बाटोबाट त सो भएर जाँदाखेरि चाहिँ यो पर हामीले देख्दै गरेको जग्गा छ, यो टुरिज्म एरिया हो। अहिले हालैमा चाहिँ यहाँनिर याङयाङ राङाङ ड्राइभर एसोसिएसनको पिकनिक चलिरहेको छ। अनि त्यो पिकनिकबाट चाहिँ हामी फर्केको। अनि यसरी मतलब अहिले केही छैन, खत्तम भएको छ है। यति राम्रो जग्गा बनाएको थियो सरकारले हामीलाई, विशेष याङयाङ राङाङलाई एउटा अपर्च्युनिटी दिएको थियो। तर पनि अब यही विशेष यो खोलाले गर्दाखेरि अहिले यो खोला यस्तो छ। अब पछि यो खोलाले ठुलो विशाल रूप लिन्छ, विशेष यो बर्खामा। अब त्यसको दिन नजिक आयो, तर पनि रमाइलो छ जग्गाहरू। यसरी पल्लोपट्टि यो पारी हो, हाम्रो मेन हाइवे पारी नै छ। अनि यो एउटा पहिरो छ, यो पहिरोले चाहिँ माथिल्लो रोड भेट्छ। अनि यो रोडबाट यो पहिरो चाहिँ माथि रोड भेट्छ। अनि यो रोडले चाहिँ रोड तान्यो भने भोलिको दिन हामीहरू पनि बाटो बन्द हुने चान्सेस छ। छेउमा हाम्रो सानै दाजुको घर छ, अनि त्यसले गर्दाखेरि धेरै छ यस्तो अहिले छैन बाटो, यस्तो प्रकार छ। यहाँ थियो पहिला कार्पेटिङ गरेको रोड, दामी रोड थियो, A1 रोड थियो। खोला हो, गाडी यहाँसम्म लिएर राख्न सकिँदछ, त्यहाँदेखि छैन, बाटै छैन, विशेष यहाँ छैन हो। हामी पिकनिक खाएर आएको ग्रुपहरू हो। अब हामी चाहिँ अब सकिन्न, खाएर नाच्नु भने सकिँदैन। यस्तै छ है बाटोको दुर्दशाहरू हो।